मलाई हैन त्यो रिजल बिहे गर्ने नाम पनि थाहा छ भन्नु ठीक है ठीक है Just like the street lights lit this town, like a fire in a blaze, gotta burn it down. Can't be afraid to leave this out. We got this far, don't know how. I see danger in your eyes. They know we'll burn down the night. Coming just like the sunrise. You know that we gonna let it rain. Tonight we gonna let it rain. Tonight we gonna let it rain. हेलो माइक टेस्टिङ सरवन सेटर रोजर हाम्रो सुवेश सरकार सुनिल सरकार हैन टक्क लाएर आज चाहिँ इट्स अ न्यू डे न्यू ब्लग हैन अनि धेरै पछि एउटा नयाँ ब्लगको साथमा उपस्थित भइसकेको छु दिदी झापाल दिदी नमस्ते गर्नु न गर्नु है त मेरो राम प्यारी पर्दैन बन्दै घाम लागेर छ मजाले हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु इट्स कन्फ्युजन डे है किन भन्दाखेरि चाहिँ घाम पनि लागिरहेछ पानी पनि परिरहेछ है र आज हाम्रो राइड चाहिँ कहाँ भन्दाखेरि चाहिँ हामी धुलीखेल लज रिजोर्टसम्म चाहिँ जान लागेको छौँ है त बिहेको माहौल चलिरहेको छ ल हेर्न सक्नुहुन्छ दुला सही ल नचिने पनि ह्याप्पी म्यारिड लाइफ है त हेर्नुहोस् कुनै बेला पुरा उग्र रूप लिने खोला यही हो होइन तर आज चाहिँ पुरा शान्त उसमा छ कि शान्त के भन्छ त्यसलाई शान्त मुद्रामा छन् सही हो रुकेर के अरे हो है अहिले चाहिँ हामी टक्क लाएर यता एकान्त कुना चोक आइपुगेका छौँ होइन सो अब निकेशदालाई कुर्नुपर्ने हुन्छ अनि त्यसमाथि फेरि 12:30 जस्तो भइसकेको छ भोक लागिरहेछ नि त भोक लाग्न थालिरहेछ भोक लागेर जस्तो हुन थालेछ सो यता चाहिँ मेरो एकजना हाम्रो छेउमाको पसल छ है त्यो पसलमा गएर चाहिँ हामी यसो नास्ता पनि गर्नु पर्ला म राखिदिन्छु अब यसो भोक लागेर छ टक्क लाएर चाहिँ किमा नुडल्स जान लागेर छ हामी चाहिँ आन्टी कहाँ बनाएको छु नि कहाँ अङ्कल ने हस् गाइज है अब चाहिँ हाम्रो निकेश सुड्डो पनि आइपुग्यो सोल्टीको नयाँ ज्याकेट लगाएर कडा ल गाइज है अहिले चाहिँ हामी एकान्त कुनामा होइन अब चाहिँ हामी मैले अघि पनि भनिहालेँ अब हामी चाहिँ धुलीखेल लज रिजोर्टसम्म चाहिँ जाँदैछौँ अब आजको हाम्रो खास प्रोग्राम चाहिँ के भन्दाखेरि चाहिँ अफिसले चाहिँ टक्क लाएर रिफ्रेसमेन्ट अब नाइट आउट प्रोग्राम गरेको रहेछ होइन सो एज अ स्टाफ होइन अनि वी आर हेरिङ टु अवर धुलीखेल लज रिजोर्ट होइन आज चाहिँ नाइट स्टेको लागि है त अनि टक्क लाएर एउटा रिफ्रेसमेन्ट अनि मेरो पछाडि चाहिँ सुवेश सर हुनुहुन्छ सुवेश मित्र अनि पछाडि अर्को बाइकमा चाहिँ हाम्रो निकेश सुड्डो हाम्रो सोल्टीलाई चाहिँ बाटो थाहा छैन भन्छ फेरि उयो रन्किरहेछ मुखा जस्तो जोस आछन् अब चाहिँ गएँ है हामी चाहिँ यता 7 बाटो चोक आइपुग्न लाग्यो फ्लाइओभर बनाएको छ नयाँ अहिले चाहिँ होइन टक्क लाएर फ्लाइओभरमा जान त गइया हो तर भ्लग चाहिँ बनाउनु भएको छैन त आज चाहिँ यो भ्लगमा टक्क लाएर फ्लाइओभर माथि पनि मेरो भ्लग है त सही होला नयाँ एक्सपिरियन्स पुरा क्या साइडमा त बिल्डिङको त्यो माथि हाइटसम्मै आउने क्या हामीलाई नयाँ भाइब्स है त यता यो कोटेश्वरको जाम छलेर चाहिँ होइन ट्याक्क लाएर यता माथि मेन हाइवेतिर आइपुगेका छौँ होइन सो यताबाट चाहिँ अब हामी राइड लिनुपर्ने हुन्छ हामीले चाहिँ होइन आम्मामा कस्तो रन्केर आयो रनमतीको पोइ
चिलमा जाने हो, हामी कुदाउँदैनौँ बिस्तारै टक्क चिलमा जाने हो। किन भन्दाखेरि चाहिँ अब हामीसँग टाइम छ नि त, मजाले गएर पनि चिल नै गर्ने हो क्या अरे होइन, कहीँ जानु हतार होइन, हतार गर्नु पनि हुन्न। ट्याक्क जाम खोल्ने बित्तिकै चाहिँ यहाँको टुङटुङ भेडा बाख्रा दौडा जस्तो हो क्या, सही हो। त हामी सोल्टी पुरा रनक बहादुर रन्किरहेको छ, रनक लाएर माका डक्सट। यो भक्तपुरको बाटो आउँदाखेरि चाहिँ होइन अब आइरह हुन्छ, धेरै आइसक्यो नि त होइन, तैपनि त्यो ठाउँहरू चाहिँ खासै नोटिस नहुने होइन। अनि यो राति रातिको बिल्डिङवाले गर्दाखेरि चाहिँ यो एकदमै नोटिसेबल छ होइन मेरो लागि चाहिँ। हामी चाहिँ यता सूर्यविनायक चोकतिर पुग्न लाग्यो है। केटाहरूले चाहिँ उता नालाबाट जाने भन्दैछन्, यताको बाटो चाहिँ ध्वस्तै छ अरे भनिरहेको थियो है। चाहिँ सूर्यविनायक चोक चाहिँ आइपुग्यो, तर यहाँ बाटो पुरै बनाइरहेको छ, बिचको बाटो पुरै बाटो चाहिँ पुरै बन्द छ होइन। हामी चाहिँ अब साइडको बाटो लिँदैछौँ, साइडको बाटोबाट जाँदैछौँ। भाइ धुलो होला जस्तो छ, डेन्जर जाम हेरे भाइ लोग, गर्मीले पाकेको धुलो होइन, बाटो जाम हेक्टिक छ त मोमेन्ट त। अरे म्याकाडक्स what the चढाइदे भाइ, चढाइदे, जहाँ जहाँ हुन्छ त्यहीँ त्यहीँ चढाइदे, उडाइदे भाइ उडाइदे, छिराइदे भाइ छिराइदे। यार यो बाटो कहिले सकेर आनन्द होला जस्तो भइसक्यो भने मुख खानुहोस् त यार। ओट 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 फक म्याकाडक्स, ओ माई गॉड। उताको बाटो चाहिँ जाम नभइदिए होस् भनेको। यहाँबाट लुके हो ल, यही बाटो हो, यही बाटो। अस्ति नै हामी आएको थियो क्या, अस्ति नै हामी यही बाटो आएको थियो होइन, तर कहाँबाट छिर्ने भन्ने कन्फ्युज थियो क्या। यहाँ यता जानुपर्छ, ल ल ल ल सिधा होइन। ल गाइज है, अब हामी चाहिँ लगभग च्यामासिङ भन्ने ठाउँतिर पुग्यौँ होइन। मेरो बनेपा पुग्छ यहाँबाट। अब मेरो स्मरण शक्तिले भ्याएसम्म चाहिँ पहिला पनि हामी एक्चुअली दोलालघाट जाँदाखेरि चाहिँ यही बाटो गएको थियौँ नि त होइन। यहाँबाट राइट लिएको याद छ क्या मलाई, हाम्रो सुमित पाङ्ग्रेले लिएर आएको थियो यो बाटो चाहिँ होइन। सो इट्स बिन अ टु लङ टाइम होइन हामी आएको यो बाटो चाहिँ, तैपनि अलिअलि चाहिँ याद छ मलाई है त गाइज। यहाँबाट चाहिँ अब सिधा जानुपर्छ क्या हामी होइन, अनि त्यसपछि हामी त्यहाँबाट बनेपा पुग्छौँ। फक या म्यान। चिरौँपट्टि पुल बलका चिरौँपट्टि ल हेर्नुहोस् गाइज, बनेपा के अरे बनेपा, यो भक्तपुर भनेको चाहिँ यो काउली साउली उता होइन। म्याकाडक्स पुग्यो सही हो, उडाइदिएको सोचा होइन हो, कसो भुइँमा पुगेन। ल हेर्नुहोस् गाइज, पारिपट्टि चाहिँ नगरकोट होइन, नगरकोट नालाको बाटो हामी जाँदैछौँ। वेदर चाहिँ यस्तो राम्रो छैन नि त, अलिकति फगी टाइपको क्या, त्यो धुलोहरूले गर्दाखेरि त्यस्तो छ होइन। पानी पर्या भए चाहिँ वेदर चाहिँ दामी हुन्थ्यो, सिन चाहिँ दामी नै हुन्थ्यो, तर अनफर्चुनेटली त्यस्तो हुन सकेन है त। यहाँ चाहिँ अलिकति धुलो कम छ उता हेरिकन चाहिँ होइन, तर अब यो अल्टरनेट वे भएर पनि मान्छेहरूलाई चाहिँ सहिलो भइरहेको छ होइन। जतिलाई पनि थाहा छ उहाँहरू त पक्कै पनि यहीँबाट आउँछन् होइन, तर धन्न त्यत्तिको रस चाहिँ रहन्छ। अब चाहिँ एउटा भाइब आउनु थाल्यो क्या मुख खानुहोस्। उता चाहिँ अलिकति उजाड टाइपको थियो होइन, यता चाहिँ अलिकति हरियाली होइन, अलिकति मजाको हावा पनि चिसो होइन, दामी टाइपको भाइब आइरहेछ। ल सही हो। अब भने चाहिँ बल्ल होइन अलिकति छुट्टै ठाउँमा आएको जस्तो फिल भयो क्या मलाई चाहिँ, फिलिङ टु गुड सो गुड होइन। रहनु पुतले रहनु क्या त्यहाँ जोस आएको छोरीलाई, बाटो थाहा नहुन्जेलसम्म बाल छैन होइन। अब चाहिँ हिरोलाई जोस आयो त्यहाँ। उयो चोक छ नि, यहाँबाट तल बनेपा हो क्या, यहाँ बोर्ड छ क्या नाला गुम्बा।
अब यहाँबाट तल गएपछि बनेपा हो क्या लुगाई चाहिँ अहिले चाहिँ हामी यता नाला गुम्बा आइपुगेका छौँ होइन अब नाला होइन नाला आइपुग्यो अब बनेपा सुरु भयो भने क्या आफ्नो आफ्नो ठाउँको चाहिँ आफ्नो आफ्नै छुट्टै एउटा पहिचान छुट्टै एउटा इम्पोर्टेन्स हुन्छ होइन सो इन द्याट वे होइन अब यो ठाउँ मेरो नभए पनि राम्रो लाग्छ मलाई चाहिँ बनेपा अब यो चाहिँ बनेपाको 3 धारा भन्ने ठाउँ हो के अरे होइन मलाई आइडिया भएसम्म चाहिँ अब हामी चाहिँ यहाँबाट गल्ली छिरेर जान्छौँ है त यहाँबाट सिधै बनेपा बजार निस्किन्छौँ नि त हामी होइन उताबाट जान पनि मिल्छ उताबाट चाहिँ पुल बजार आउँछ के अरे अब बा झन्डै ठिक छ यहीँबाट ठिक छ लेफ्ट होइन राइट हो जाने चाहिँ यहाँबाट जाने क्या हामी पुरै जाम छ त बे प्याके बाटो जहिले पनि नेट ल गाइस जब चाहिँ हामी चार्जरबाट आइपुग्यौँ है त बब्बाल त्यो धुलोको तुवालो पुरै होइन बाटो चाहिँ खनिरहेको छ ड्याममै लाएर यहाँ कहाँबाट घुम्ने हो खै लु गाइस हेर्नुहोस् बाटोको स्थिति ल गाइस अब चाहिँ बनेबाट निस्क्यो हामी है बवाल धुलो छ यार बवाल धुलोसम्म कडक्स त्यहाँ जाउन्जेलसम्म त हाम्रो हालत खराब हुन्छ त बे ओइ 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 पिजो गर्नु मेरो त हालत ल पल्ल पिजाउँला है केटाकेटी हो पिच पनि कान्टाङ कुन्टुङवाला पिच क्या ओ माई गड यहाँको त बब्बाल चिलो रहेछ नि त रोड आमा हो दामी ल दामी ल हेर्नुहोस् गाइस अब यो हाम्रो धुलीखेलको बाटो चाहिँ यस्तो छ अझ उताको रोड खोलेपछि त बवालै हुन्छ क्या आमामामामा सही हो उयो साइडतिर जस्तो लागेको थियो क्या मलाई त तलतिर यहीँबाट हो क्या पाउने यो त हो कि माथि हो दाइ धुलीखेल लज रिजोर्ट यता माथि ए हस् अझ अगाडिबाट माथि रहेछ यहाँ जो बोर्ड रहेछ ल दामी ल यो चाहिँ हाम्रो धुलीखेल चोक भयो अब यताबाट चाहिँ हामी लेफ्टतिर जान्छौँ है त गाइस अब कति भित्र हो बरा सनराइज रिजोर्ट रे धुलीखेल सनराइज रिजोर्ट यो हो पार्किङ चाहिँ यहाँ रहेछ सही हो कस्तो फिल हुँदैछ तपाईँ होइन सुबेसी ल हाम्रो रिट्रिट चाहिँ यहाँ हो सिजो मोडल रिलिस्टो पारे के गुम्बा कोही हो अस्ति भर बियो नि मान्छे होइन के चिया ल कफी कफी हालेर नि त तिम्रो रुम भइसक्यो त्यस भन्दै सुरु हाल्छ सटमाल छ अरे पनि आमाल चिसो जाल नापाउँ मसाले Bên nào bông bị khỏi à? Không mất là Một hả? Bố mẹ một sạch tới chị mẹ một sạch. Ê à, khả này यार. Wow. Bố bên này. Thích chưa? Dâm. You guys. Không sorti party हो. Đây là cùng chơi cái đấy. Khơi được tôi lên. Hả? Lo. Ba xuống nữa rồi. Mất cả. Nguyên sẽ chơi. Ui đâu. Anh sẽ làm. म त छेउमा सुत्छ केटाकेटी गाइस यो मेरो बेड यहाँ अरू को सुत्छ थाहा छैन त्यहाँ को सुत्छ थाहा छैन केटाहरू यही छन् ओ माई गड सही हो गाइस है फाइनली हामी हाम्रो रुममा आइपुगेका छौँ अब एकछिन बस्छौँ टक्क फ्रेस हुन्छौँ होइन अनि तल जान्छौँ है त तल सर हाम
Đây. Đây là rồi. Ôi. तपाईँले त्यस्तो हुन्छ सरलाई पनि देखाइदिन्छ सरको ठोक्रा देखेन होला पूजालाई देखाइदिन्छ हेलो पूजा खाइसकेपछि भोलिको पनि नबिर्सियोस् होइन जीवन सर तपाईँलाई होइन त्यो रिजल्ट बिहे गर्ने नाम पनि थाहा छ भनौँ के के? हँ? के के? एउटा केटाको नाम रूपेश केटीको नाम पूजा को हो त्यो? हँ? के हो? सर तपाईँलाई त बोलाएन वासु अगाडि होइन तल तल यहाँ छ होइन त्यो चेन्जिङ रुम यहाँ छ वासु जीवन सर त्यहाँ त बोलाएन तपाईँलाई केही भन्नु होला यहाँ भन्नु न कहाँ तल 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 स्टेजमा बिहे कार्यक्रम यहाँ चाहिँ टक अफ वार चल्न लाग्छ होइन पुरा दोडी तान्ने गेम बाहिरै निस्किने हो बाहिरै निस्किने हेलो गाइज वेलकम टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला आइम गेटिङ अ चिल टाइम क्यामेराम्यान चाहिँ हाम्रो हाकिम त्यस्तो किन्न पर्यो कि एउटा हेलो Suresh sir. Suresh sir will be the #1 leader. Number 2, Vikram sir will be the leader of the second team. Let's see the team in the middle ground. Please. We have team 1, the Warriors, leader Surya Prasad Oza. Followed by Suhas Chetri, followed by Kundan Bhandari, followed by Pradeep Saha, again followed by Sumit Man Shrestha, followed by Vivek Koju, followed by Lakshman Shrestha, and the powerhouse Ram Mahajan. Followed by Simon Rastola and Sudeep Gautam, and last but not the least, Sagar Tahar. Rules भनि हाले थाहा भए पनि रुल्स भने है सबैलाई. So we have 3 marks, 3 red marks, 1 in center. ल सबैजना टिम बाहेक सबैजना साइड लाग्नु टिम बाहेक सबैजना साइड प्लिज मेक दिस पाथ क्लियर पछाडि ओके वी आर गोइङ टु स्टार्ट आवर फर्स्ट गेम इट्स अ war between Warriors and Mavericks. Let's start. 1 2 3 go. Yes, this is the power of set. Look at the press. Play. Yes. Come on. Warriors is going to win. Maverick is going to lose. We have our first winner. अहिले चाहिँ होइन यसो टाउको सुकाउँदै थियो त्यही भएर औषध दिन आइरहेको यता होइन बाहिर चोकमा त्यहाँ अब रमाइलो भइरहेछ अब एकछिन यसो हावा खानलाई चिल गर्नलाई ट्याक्क आइरहेको है त एकदम सनसेट हुने टाइम छ दामी आएर चाहिँ भ्यू चाहिँ तर अब हामी चाहिँ खाल्डो जस्तैमा छौँ नि त त्यही भएर राम्रोसँग देखिरहेको छैन सुबेसँग हजुर Leading to the award, can we have the special people that has been
Indra Ganesi on the show. My stand bandi. सुरु भयो सुभाष दाइ सुरेशले बोलाउनु लिनु न एकदम बढिया हेलो लाइभ हो एकदम बढिया आइसक्यो मलाई Cheers. Cheers. Dance chale. Cheers. Let's टोकी लजाइदियो आँखा सन्काई ढाकेको थिएँ ल गाइज है अहिले चाहिँ अब केटाहरू त अझ पार्टी गरिरहेछ त्यहाँ डिजे पार्टी चलिरहेछ होइन मजाले चलिरहेछ रमाइलो गरिरहेछन् अहिले खास चाहिँ 9 बजी डिनर टाइम हो होइन अब अघि स्न्याक्सहरू टर्न खाइयो सो मलाई चाहिँ केही खानु मन पनि छैन होइन अब गेटिङ सु टायर्ड है फिलिङ सु टायर्ड त्यही भएर म चाहिँ एकछिन यसो रेस्ट गर्न आएको कि होइन मलाई त यस्तो फिल भएर चाहिँ कतिखेर चाहिँ भोलि बिहान होला टक्क भने जस्तो भइरहेछ है के छ
हेलो गुड मर्निङ गाइज होइन इट्स अ न्यू डे होइन नयाँ मर्निङ होइन अब चाहिँ हिजोको डे सक्यो हिजोको नाइट पनि सक्यो सो अब हामी चाहिँ चक्क लगाएर अब ब्रेकफास्ट गर्न जाँदैछौँ होइन अब चाहिँ भ्लग इन गर्ने न्यू बेला हुन लाग्यो है त हाम्रो टक्क लगाएर नाइट नाइट पार्टी पनि सकिएछ पछाडि गाइजहरू छन् होइन नो सर इफ यु वान्ट टु से समथिङ होइन इन माई भ्लग होइन देन जस्ट गो अहेड अब रातभरि बनाइयो अब घर जाउँ अरू के नभन्नु सर प्लिज सेयर सब्सक्राइब यताउता के नभन्दै नि प्लिज सेयर एन्ड सब्सक्राइब दिस च्यानल टु यो च्यानल ल गाइज है यहाँको एम्बियन्स चाहिँ यस्तै छ होइन अब हामी चाहिँ खास चाहिँ सरको रुम एक्सप्लोर गर्न जाँदैछौँ होइन हाम्रो जल चोरी थियो खाली थियो रुम अनि बनाउनु पर्छ नि त नि त गाइज है अब यस्तै हो आजको मेरो भ्लगमा जति पनि कुराहरू छ रमाइलो गऱ्यो होइन यताउता भयो सबै भयो अब बस्नु है म तपाईँलाई पहिला रुम देखाइदिन्छु म सरहरूको होइन रुम चाहिँ यस्तो छ पुरा फ्लिकरिङ गरिरहेको छ बाल्कनी टिभी पनि रहेछ यो चाहिँ बाल्कनी रहेछ बाल्कनी गार्डन होइन सही होला हेर्नुहोस् यहाँबाटको बाहिरको भ्यू चाहिँ यस्तो छ अलिकति वेदर चाहिँ धुम्म भएको भएर चाहिँ त्यस्तो राम्रो देखिरहेको छैन होइन अझ माथि हाइटबाट राम्रो देखिरहेको सायद ड्रोन भएको त दामी नै हुन्थ्यो ऊ त्यो खाली थियो कि लु गाइज है ल यति भन्दै होइन अब मेरो आजको भ्लग चाहिँ म यहीँ इन्डियन चाहन्छु चिल दिन स्टे सेफ टेक केयर हेभ अ नाइस टाइम होइन सी यु इन नेक्स्ट भ्लग होइन चाँडै आउँछ पक्कै पनि आउँछ अवश्य आउँछ त्यतिखेरसम्म जय नेपाल है त बाई बाई